हेलो साथीहरू सबैजनामा नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ अनि म पनि सन्चै छु। आज चाहिँ म तपाईहरुलाई मैले काम गर्ने क्षेत्र जसलाई चाहिँ डोटी जिल्ला भनेर भन्दछौँ, डोटी जिल्लामा भएको एउटा एकदमै रमणीय ठाउँको बारेमा चाहिँ तपाईहरुलाई लग्दैछु, जानकारी दिँदैछु। आज चाहिँ म तपाईहरुलाई डोटी जिल्लामा रहेको एउटा विशेष तालमा चाहिँ तपाईहरुलाई लग्दैछु अनि हामी बिहानै यसरी घाम सुस्ताइरहेको बेलामा हामी चाहिँ ट्राभल गरेका थियौं अनि यो चाहिँ रहेको छ जुन तालको मैले कुरा गरेको थिएँ जसलाई चाहिँ हामी आदि ताल भनेर भन्ने गर्दछौँ। एकदमै शान्त अनि रमणीय ताल रहेको छ जुन चाहिँ जंगलको वरिपरि जंगलले चाहिँ घेरिएको अनि बिचमा चाहिँ यो सुन्दर ताल रहेको छ। यसरी हामी चाहिँ टिमहरु मिलेर हाम्रो टिमबाट चाहिँ त्यहाँ पिकनिक गएका थियौं अनि यो समयमा चाहिँ यस तालमा चाहिँ विभिन्न चराचुरुङ्गीहरु चाहिँ आउने बसोबास गर्ने गर्दो रहेछ। विभिन्न ठाउँहरुबाट चाहिँ ट्राभल गरेर उनीहरु यहाँ आउने गर्दो रहेछ। हुन्छ यहाँ तपाईहरुले चराचुरुङ्गीहरु उडिरहेको पनि देख्न सक्नुहुन्छ। अनि हामीले पिकनिकमा चाहिँ विभिन्न फोटोहरु पनि खिचेका थियौं अनि यो चाहिँ हामीले रमाउँदै गरेर आफ्नो सिंगल फोटोहरु पनि खिचेका छौं अनि हाम्रो दाजुहरुसँग त्यसैगरी बहिनीहरु अनि हाम्रो समूहमा पनि हामीले विभिन्न फोटोहरु खिचेका थियौं। यो चाहिँ हामीले रमाइलो गरेका केही फोटोहरु चाहिँ मैले यहाँ राखेको छु। हेरिदिनु भएका लागि धेरै धेरै धन्यवाद।